तपाईँ नेपाली हो, विदेशमा बस्नुहुन्छ अनि होटेल एन्ड रेस्टुरेन्टको व्यापार गर्नुहुन्छ। विशेष गरी तपाईँका ग्राहकहरू पनि नेपालीहरू नै हुन्छन्। नेपालीहरूले नै अथवा इन्डियनहरूले चाहिँ खान रुचाउँछ। तर तपाईँलाई मनमा लागिरहेको हुन पनि सक्छ यो व्यवसायलाई चाहिँ अझै मैले चाहिँ डिजिटल रूपमा चाहिँ प्रचार गर्न पाएको भए अझै धेरै व्यक्तिहरूलाई थाहा हुने थियो अनि उहाँहरू चाहिँ हाम्रो होटेलसम्म अथवा रेस्टुरेन्टसम्म आउनु हुने थियो भने सबैको मनमा प्राय यस्तो कुराहरू हुन्छ हैन। अब त्यसको समाधान के भन्ने कुरामा चाहिँ हामीले एउटा त्यसको अप्सन ल्याइदिएका छौँ। यो टोटली फ्रीमा तपाईँहरूले गर्न सक्नुहुनेछ। तपाईँले सर्वप्रथम यसको लागि चाहिँ मेरो नेप एप्लिकेसन चाहिँ डाउनलोड गर्नु पर्यो हैन। त्यसमा गएर चाहिँ तपाईँले एउटा डाइरेक्टरी भन्ने अप्सन त्यहाँ तपाईँले देख्नुहुन्छ। त्यो डाइरेक्टरीमा क्लिक गर्नुभयो भने टपमा नै तपाईँले सुरुमा चाहिँ आफू बसेको कन्ट्री चुज गर्नु होला। त्यसपछि त्यहाँ एउटा फुड एन्ड रेस्टुरेन्ट भन्ने अप्सन टपमा देख्नुहुन्छ अनि त्यसमा क्लिक गर्नुभयो भने त्यहाँ चाहिँ के गर्न मिल्छ भन्दा तपाईँले आफ्नो व्यवसायलाई त्यहाँ लिस्ट गर्नु मिल्छ। त्यहाँ चाहिँ मजाले तपाईँले आफ्नो व्यवसाय लिस्ट गर्नुभयो हैन। फोन नम्बर राख्नुभयो, त्यसपछि कन्ट्याक्ट नम्बरहरू, अन्य वेबसाइट छ भने वेबसाइट, इमेल, जिमेल हैन, जति पनि कुराहरू छन् अनि लोकेसनहरू चाहिँ त्यहाँ राख्नुभयो अनि आफ्नो जुन रेस्टुरेन्ट छ त्यसको बारेमा बताउनु। त्यसपछि त्यहाँ तपाईँले लिस्ट गरिदिनु भयो। त्यहाँ रेटिङहरू पनि आयो भने तपाईँहरूलाई देखाउनेछ तपाईँको बिजनेस चाहिँ कस्तो किसिमको व्यक्तिहरूले चाहिँ कस्तो टाइपको रेटिङहरू दिइरहेको छन् भन्ने पनि तपाईँले आफै मूल्याङ्कन गरेर सुधार पनि गर्न सक्नुहुनेछ। साथै तपाईँले चाहिँ अर्को कुरा के गर्न सक्नुहुन्छ भन्दा तपाईँको जुन रेस्टुरेन्ट छ त्यहाँ चाहिँ विभिन्न अफरहरू पनि तपाईँहरू ल्याइरहनु भएको हुन्छ होला ग्राहकहरूलाई चाहिँ मध्यनजर राखेर। अब चाहिँ त्यसको लागि पनि हामीले एउटा के थपिएको छ भन्दाखेरि कुपन सिस्टम पनि एभाइलेबल भयो। अब जस्तै अब तपाईँको यहाँ कुपन सिस्टम पनि यदि तपाईँ अफर राख्न चाहनुहुन्छ भने हैन कति % अफमा चाहिँ राख्दै हुनुहुन्छ अनि के कुराहरू त्यहाँ त्यसमा सहभागी गराउन चाहनुहुन्छ हैन, कहिलेदेखि कहिलेसम्म चाहिँ तपाईँले अफर दिँदै हुनुहुन्छ, त्यो सबै कुराहरू चाहिँ अब लिस्ट गरेर अथवा त्यहाँ चाहिँ राखेर आफ्नो व्यवसाय तथा बिजनेसलाई चाहिँ टप लेभलमा पुर्याउन सक्नुहुन्छ अनि त्यसलाई सेयर गरेर चाहिँ तपाईँले अन्य व्यक्तिहरूलाई पनि हाम्रो व्यवसाय चाहिँ फलानो एपमा चाहिँ छ, तपाईँले त्यसबाट सर्च गरेर डाइरेक्ट हामीलाई चाहिँ भेटाउन सक्नुहुन्छ भनेर पनि अगाडि दिन सक्नुहुनेछ। जति पनि विदेशमा बसेर व्यापार व्यवसाय गरिरहनु भएका व्यवसायीहरू हुन्छ उहाँहरूले चाहिँ यो एप्लिकेसन डाउनलोड गरेर आफ्नो व्यवसाय बिजनेसलाई चाहिँ अहिले नै बेलैमा चाहिँ लिस्ट गर्नु होला, किनभने तपाईँको लागि त्यो निकै फलदायी हुनेछ।